नमस्ते, 안녕하세요. एपीएस तयारी गरिराख्नु भएको सम्पूर्ण साथीहरूमा म कोरियन भाषा प्रशिक्षक सुनिल महर्जन। आज च्याप्टर 23 मा रहेको छम्बो मुन्हा अन्तर्गत 한국의 우체국 서비스 यानी कोरियाको हुलाक सेवा लिएर उपस्थित भएको छु। च्यानलमा नयाँ आउनु भएको छ भने चाहिँ कृपया सब्स्क्राइब र लाइक गरेर सहयोग गरिदिनु होला। साथै भिडियो अरू साथीहरू माझसम्म पनि पुर्याउन शेयरिङ गरेर सहयोग गरिदिनु हुन अनुरोध राखेँ। आउनुहोस् ढिला नगरी आजको विषयवस्तुतर्फ लागौँ। हजुर, 한국의 우체국 서비스 यानी कि कोरियाको हुलाक सेवा उल्लेख गरेको छ। उच्चेगुगुन हुलाक कार्यालय अथवा हुलाक चाहिँ थारुन सारामेके अरू मान्छेलाई 편지나 문서, चिठी अथवा कागजपत्र, सोफो, पार्सल, 뚱물 आदि इत्यादि फोनेल्ते इ용하는 곳입니다. पठाउने बेला प्रयोग गर्ने एउटा ठाउँ अथवा स्थान हो। 외국에 물건을 보낼 때는 विदेशमा सामान पठाउने बेला 국제 특급 우편 국제 특급 우편 भने अन्तर्राष्ट्रिय द्रुत हुलाक सेवा भनेर हामी बुझ्न सकिन्छ, जसलाई चाहिँ कोरियनमा एक्सप्रेस मेल सर्भिस अथवा EMS भनेर भनिन्छ। इ용하면 प्रयोग गर्नुभयो भने चाहिँ 편리합니다, सहज हुन्छ। EMS रो 우편물을 보내면 EMS मार्फत हुलाक सामग्री पठायो भने चाहिँ 빠르고 छिटो र 안전하게 सुरक्षित साथ 받는 사람에게 प्राप्त गर्ने अथवा पाउने मान्छेलाई चाहिँ 전달할 수 있으면 दिन अथवा हस्तान्तरण गर्नुको साथै 온라인에서 भनेपछि अनलाइन इन्टरनेटको मार्फत चाहिँ 실시간으로 वास्तविक समयमा 페달 상황은 डेलिभरीको अवस्थालाई चाहिँ 조회할 수 있습니다, चेक जाँच गर्न सकिन्छ। हजुर, यसलाई फेरि एकचोटि हामी दोहोऱ्याएर हेर्नेछौँ। जसमा 우체국은 थारुन सारामेके 편지나 문서 हुलाक कार्यालय अथवा हुलाक सेवा चाहिँ अरू मान्छेलाई चिठी तथा कागजपत्र, सोफो, पार्सल, 뚱물 보낼때 आदि इत्यादि पठाउने बेला 이용하는 곳입니다, प्रयोग गर्ने स्थान हो। 외국에 물건을 보낼 때는 विदेशमा सामान पठाउने बेला 국제 특급 서비스 जसलाई चाहिँ अन्तर्राष्ट्रिय द्रुत हुलाक सेवा और इङ्ग्लिसमा चाहिँ एक्सप्रेस मेल सर्भिस छोटकरीमा EMS भन्दो रहेछ। जसमा EMS रुल इ용하면 EMS सेवा प्रयोग गर्नुभयो भने चाहिँ 편리합니다, सहज हुन्छ। EMS रो 우편물을 보내면 EMS मार्फत हुलाक सामग्री पठायो भने चाहिँ 빠르고 छिटो र 안전하게 सुरक्षित साथ 받는 사람에게 प्राप्त गर्ने मान्छेलाई चाहिँ 전달할 수 있으면 हस्तान्तरण गर्न सकिनुको साथै 온라인에서 अनलाइन मार्फत चाहिँ 실시간으로 वास्तविक समयमा 페달 상황을 조회할 수 있어 डेलिभरीको अवस्था चाहिँ चेक जाँच गर्न सक्ने भएर 좋습니다, राम्रो छ। हजुर, त्यस्तै गरी अर्को प्याराग्राफमा हामी हेर्नेछौँ। EMS나 국제 सोफो भन्ने खोजेको छ। द्रुत हुलाक सेवा EMS अथवा अन्तर्राष्ट्रिय पार्सलहरू, जसमा चाहिँ 항공편 भनेको छ। 항공 भनेको एयरलाइन्स, अब फ्योन भनेको चाहिँ यसमा चाहिँ हवाई जहाज मार्फत भन्न खोजेको। सनफ्योन भनेपछि पानी जहाज मार्फत। रोनुनद्वारा चाहिँ 편지 चिठी, चेक किताब, ओत कपडा, 화장품 कस्मेटिक सामानहरू, 뚱물 आदि इत्यादि, 보낼 수 있지만 आदि इत्यादिलाई चाहिँ पठाउन सकिने भए तापनि 음식 खानेकुरा, 약 औषधि, 현금 नगद, 뚱물 आदि इत्यादि 보낼 수 없습니다 आदि इत्यादिहरू चाहिँ पठाउन सकिँदैन। 물론 अवश्य पक्कै पनि 통식 मुरिना 통식 जनावर र बोट बिरुवा अथवा साथै 인화성 भनेपछि प्रज्वलनशील पदार्थ, इन्वासङ मूलशील र फोकफालमूल भनेपछि विस्फोटक पदार्थ अथवा पड्किन सक्ने सामानहरू जस्तो ग्यास लाइटर आदि इत्यादि, तुङ्दो आदि इत्यादि पनि 보낼 수 없습니다, यिनीहरू पनि पठाउन सकिँदैन।
हजुर यसलाई एकचोटि हामी फेरि सुरुदेखि एकचोटि हेर्नेछौँ यसलाई जुम गरेर हजुर इएमएस ना खुक्चे सोफो इएमएस अथवा अन्तर्राष्ट्रिय पार्सलहरू पठाउने बेला चाहिँ हाङगोङफ्योङ हवाईजहाज मार्फत अथवा सनफ्योन भनेपछि पानी जहाज मार्फत फ्यन्जी चिठी छेक किताब ओत कपडा वाजाङफुम कस्मेटिक सामानहरू तुङ्गुल फोनेल्सु इच्छिमान आदि इत्यादि पठाउन सकिने भए तापनि उम्सिक याक ह्यङ्गुम खाना औषधि र नगद तुङ्मुन आदि इत्यादि फोनेल्सु अप्सुम्निदा आदि इत्यादि चाहिँ पठाउन सकिँदैन मुल्लोन भने चाहिँ अवश्य पक्कै पनि थोङसिक मुरिना जीवजन्तु जनावर अथवा बोट बिरुवा र इन्ह्वासङ मुलछिल भने चाहिँ प्रज्वलनशील पदार्थ र साथै फोकफाल तुङदो विस्फोटक पदार्थ पड्किने सामानहरू पनि आदि इत्यादि पनि फोनेल्सु अप्सुम्निदा पठाउन मिल्दैन अथवा सकिँदैन हजुर अर्को प्याराग्राफमा हामी हेर्नेछौँ हजुर जसमा छ खुक्ने एस भने चाहिँ राष्ट्रभित्र अथवा देशभित्र छुङ्योहान मुन्छना महत्त्वपूर्ण कागजात अथवा खोगाए मुल्फुम बहुमूल्य सामानहरू तुङमुल आदि इत्यादि फोनेल तेनुन पठाउने बेलामा चाहिँ सुर्याङ वागिन सबिसुरु सुर्याङ वागिन सबिसु भने चाहिँ रिसिभ चेक गर्न सकिने सुविधा भन्न सकिन्छ अथवा रिसिभ चेक गर्न सकिने सेवा छेगोङ हानुन उपलब्ध गराउने थुङ्गिरो फोनेमेन थुङ्गी भने चाहिँ दर्ता अथवा रजिस्टर गरेर पठायो भने चाहिँ फोदा भनेको चाहिँ यसमा हेर्नु नभएर यसमा चाहिँ अझ धेरै आन्जन हाम्निदा अझ धेरै सुरक्षित हुन्छ उफ्यन मुलुल थुङ्गिरो फोनेमेन हुलाक सामग्रीहरू चाहिँ रजिस्टर अथवा दर्ता मार्फत पठायो भने चाहिँ फाड्नुन सारामी प्राप्त गर्ने मान्छेले चाहिँ सुर्यङ भने चाहिँ यसले रिसिभ अथवा प्राप्त गरेपछि सम्याङ्गुल हागे दुई किते मुनि साइन गर्नुपर्ने भएको कारणले फोनेनुन सारामी पठाउने मान्छेले चाहिँ सुर्यङ सासिल वागिन हाल्छु इस्सुम्निदा सुर्यङ सासिल वागिन हाल्छु इस्सुम्निदा भनेको चाहिँ रिसिभ भएको सत्य तथ्यतालाई चाहिँ चेक जाँच गर्न सकिन्छ भन्नु खोजेको चाहिँ सामान पुगेको हो कि नै पाए कि नै भन्ने कुरालाई चाहिँ सत्य तथ्य वास्तविकतालाई चाहिँ चेक गर्न सकिन्छ हजुर यसलाई हामी एकचोटि सुरुदेखि यसलाई हामी फेरि एकचोटि हेर्नेछौँ जसमा खुक्ने छ देशभित्रमा चाहिँ छुङ्यहान मुन्सना खो गाए मुल्फुम महत्त्वपूर्ण कागजात अथवा बहुमूल्य चिजवस्तु तुङमुल आदि इत्यादि चाहिँ फोनेल तेनुन पठाउने बेलामा सुर्यङ वागिन सबिसुरुल भनेपछि रिसिभ पुष्टि पत्र सेवा भने मात्र यसलाई चाहिँ सामान पाए नपाएको चेक जाँच गर्ने सेवा छेगोङ हानुन उपलब्ध गराउने थुङ्गिरो फोनेमेन फोदा आन्जन हाम्निदा रजिस्टर अथवा दर्ता मार्फत पठायो भने चाहिँ अझ धेरै सुरक्षित हुन्छ उफ्यन मुरुल थुङ्गिरो फोनेमेन हुलाक सामग्रीहरू चाहिँ दर्ता मार्फत पठायो भने चाहिँ फाड्नुन सारामी प्राप्त गर्ने मान्छेले चाहिँ सुर्यङ भने चाहिँ प्राप्त गरेपछि सम्याङ्गुल हागे दुई किते मुनि साइन गर्नुपर्ने भएको कारणले फोनेनुन सारामी पठाउने मान्छेलाई चाहिँ सुर्यङ सासिल वाकिन हाल्छु इस्सुम्निदा प्राप्त भए नभएको सत्य तथ्य वास्तविकताको चाहिँ चेक जाँच गर्न सकिन्छ हजुर त्यस्तै गरी अर्को प्याराग्राफमा हामी हेर्नेछौँ हाङ्गुगे उछेगुन कोरियाका हुलाक कार्यालय अथवा हुलाक सेवाले चाहिँ उफ्यनमूल सबिसुवे हुलाक सेवा बाहेक पनि खानदानहान उनेङ सबिसुदो सामान्य अथवा साधारण ब्याङ्किङ सेवा पनि छेगोङ हाम्निदा उपलब्ध गराउँछ उच्छेगुगेसदो हुलाक कार्यालयबाट पनि उनेङ वा खाची ब्याङ्कमा जस्तै खेजारुल खेसल हागना ब्याङ्क खाता खोल्ने वा फोहोमिना बिमा अथवा छक्कुबे खाइभाल्सुदो इस्सुम्निदा बिमा तथा डिपोजिट गर्ने सेवामा अथवा पैसा जम्मा गर्ने सेवामा दर्ता अथवा जोड्न पनि सक्नुहुन्छ इक्को र
खोङ्गागुम भनेको खोङ्वागुम भनेको चाहिँ महसुलको बिलहरू जसमा चाहिँ सरकारी अथवा सार्वजनिक सेवा सुविधाहरू प्रयोग गरे बापत हामीले तिर्ने भुक्तानी गर्ने रकमलाई चाहिँ खोङ्वागुमुल नाम्बुआल्सुदो इसुम्निदा महसुलको बिल भुक्तानी गर्न पनि सकिन्छ भनेको छ ल। अब कोरियामा चाहिँ हुलाक कार्यालयले चाहिँ हुलाकको काम मात्रै नभएर यस्ता सामान्य ब्याङ्किङ सेवाहरूको सुविधा पनि उपलब्ध गराउँछ भनेर हामीले यसमा पढ्यौँ। हेर्नुहोस् यसलाई एकचोटि हामी फेरि दोहोऱ्याएर हेर्नेछौँ। हानफ्यन साथै हाङ्गुगे उछेगुगुन कोरियाका हुलाक कार्यहरू चाहिँ उफ्यमुल सबिसुवे हुलाक सेवा बाहेक पनि खानदानहान उनेङ सबिसुदो छेगुङ हाम्निदा सामान्य सरल ब्याङ्किङ सेवाहरू पनि उपलब्ध गराउँछ। उछेगुगे सदो हुलाक कार्यालयबाट पनि उनेङ वा खाची ब्याङ्कमा जस्तै खेछारु खेसल हागना ब्याङ्क खाता खोल्ने वा फोहोमिना छक्कुबे खाइभाल्सुदो इक्को बिमा अथवा डिपोजिट सेवामा पनि जोड्न सकिने र साथै खोङ्वागुमुल नाम्बुआल्सुदो इसुम्निदा महसुल बिलहरू भुक्तानी गर्न पनि सकिन्छ। हजुर आज हामीले हेऱ्यौँ यहाँसम्म च्याप्टर 23मा रहेको हाङ्गुगे उछेगुग सबिसु कोरियाको हुलाक सेवालाई हेऱ्यौँ। आशा छ यो भिडियोले चाहिँ तपाईँलाई यो छम्बो मुना बुझ्न चाहिँ हजुरलाई सहयोग पुग्यो होला। आउँदा दिनमा पनि मैले यस्ता भिडियोहरू लिएर आउनेछु। कृपया सब्सक्राइब गरेर र बेल आइकन पनि थिच्नु होला, जसले गर्दा चाहिँ आउँदा भिडियोहरू तपाईँहरूको समक्ष पुग्नेछ। र साथै भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। हजुरलाई यो भिडियो के कस्तो लाग्यो आफ्नो विचार कमेन्टमा राख्न पनि नबिर्सिनु होला। 안녕히 계세요. 감사합니다.